हेलो एभ्रीवन, आज म फेरि पनि तपाईहरुमा चाहिँ उपस्थित भइसकेको छु एउटा नयाँ भिडियोको साथमा। आजको भिडियोमा चाहिँ हामीले चाहिँ के गर्छौं भन्दाखेरि चाहिँ हाम्रो ट्रान्सपोर्टेसन प्लानिङको इलेक्टिभ फर्स्ट हैन, जुन चाहिँ हाम्रो चाहिँ 7 सेमेस्टरमा चाहिँ पढाइ भइन्छ हैन। त्यसको चाहिँ मैले चाहिँ च्याप्टर 4 जुन चाहिँ हाम्रो ट्रान्सपोर्टेसन सिस्टम एनालाइसिस रहेको छ, जसबाट चाहिँ हाम्रो चाहिँ विशेष गरी चाहिँ 8 मार्क्सको क्वेशन चाहिँ सोध्ने गरिन्छ। मैले चाहिँ ओन्ली एक्जाम फोकस भएर हैन, तपाईको चाहिँ थ्योरी त अलमोस्ट धेरै नै छन्, तर मैले एक्जाम फोकस भएर अहिलेसम्मको चाहिँ पास्ट क्वेशनमा सोधिएका इच एन्ड एभ्री क्वेशन्सहरु चाहिँ तपाईले हेर्न सक्नुहुनेछ। मैले चाहिँ यहाँ चाहिँ तपाईको हेडिङ बनाएर ल्याएको छु हैन, तपाईहरुको चाहिँ कभर हुने गरी हैन, अहिलेसम्म सोधिएका तपाईले पास्ट क्वेशन पल्टाएर पनि हेर्नु होला। अहिलेसम्म सोधिएका क्वेशनहरुको हैन, मैले चाहिँ तपाईहरुले चाहिँ कन्सेप्ट पनि क्लियर होस् र एक्जाममा पनि यस सानो भिडियोमा चाहिँ तपाईहरुले चाहिँ अलमोस्ट सबै थ्योरी चाहिँ कभर गर्न सकोस् भन्ने हिसाबमा चाहिँ भिडियो लिएर आएको छु। यदि भिडियो चाहिँ मन परेमा चाहिँ कृपया चाहिँ भिडियोलाई चाहिँ लाइक गरिदिनु होला, साथीहरुमा चाहिँ शेयर गरिदिनु होला। ल त सुरु गरौँ आजको भिडियो। सबैभन्दा पहिला त अब हाम्रो टपिक नै के छ, ट्रान्सपोर्टेसन सिस्टम एनालाइसिस। भन्नुको अर्थ यो जोडिएर बनेको छ, दुईटा टर्मलाई जोडिएर बनेको छ, ट्रान्सपोर्टेसन सिस्टम र एनालाइसिस हैन। सबैभन्दा पहिला त हामीले बुझ्नुपर्छ ट्रान्सपोर्टेसन सिस्टम भनेको के हो हैन, त्यसपछि अब एनालाइसिसको कुरा आउँछ। अब ट्रान्सपोर्टेसन सिस्टम हामीले च्याप्टर 1 मा पनि बुझिसकेका छौं। ट्रान्सपोर्टेसन सिस्टम भन्नाले के बुझिन्छ भन्दाखेरि कुनै पनि मानिस अथवा कुनै पनि गुड्सहरुलाई चाहिँ हैन, अथवा कुनै पनि सामानलाई चाहिँ एक ठाउँबाट अर्को ठाउँमा चाहिँ हैन लैजानको लागि चाहिँ बनाइएको नेटवर्क हैन, बनाइएको नेटवर्क जस अन्तर्गत चाहिँ हाम्रो के पर्छ भन्दाखेरि फ्लो एन्टिटीज, फिक्स्ड फ्यासिलिटिज हैन, फ्लो एन्टिटीज र कन्ट्रोल सिस्टम पर्ने गर्दछ। भन्नुको अर्थ के भनिन्छ भन्दाखेरि हैन, फिक्स्ड फ्यासिलिटिज भन्नाले हामीले के बुझ्छौं भन्दाखेरि हाम्रो रोड हैन, रोडहरु भए, अब हाम्रो जुन चाहिँ पर्मानेन्ट स्ट्रक्चर के जुन चाहिँ चेन्जै नहुन सक्ने रोड भयो, रेलवे भयो हैन, सबै हामी के हो फिक्स्ड फ्यासिलिटिजहरु। त्यसैमा चाहिँ अब त्यही फिक्स्ड फ्यासिलिटिजमा चाहिँ गुड्नेलाई चाहिँ हामी फ्लो एन्टिटीज भन्छौं के। गुड्ने यानी कि गाडी गुड्छ, त्यहाँ एयरप्लेन भयो, यदि एयरपोर्टमा हो भने चाहिँ एयरप्लेन गुड्ने भयो, रेल हो भने रेलवे गुड्ने भयो हैन, त्यसलाई हामी फ्लो एन्टिटीज भन्छौं। भने कन्ट्रोल सिस्टम भनेको के हो भन्दाखेरि चाहिँ कन्ट्रोल सिस्टम भनेको तपाईले के बुझ्न सक्नुहुन्छ भन्दा चाहिँ सर्टेन हाम्रो ट्राफिक सिग्नल्सहरु हुन सक्छ हैन, ती ट्राफिक सिग्नल्सहरुले चाहिँ अब के गर्ने भयो, गाइड गर्ने भयो। त्यो गाइड गरेर चाहिँ अब हाम्रो ट्रान्सपोर्टेसन एक ठाउँबाट अर्को ठाउँमा चाहिँ हाम्रो चाहिँ फ्यासिलिटीलाई सजिलो बनाउने एउटा सिस्टम अफ नेटवर्कलाई नै हामी ट्रान्सपोर्टेसन सिस्टम भनेर भन्छौं भनेर तपाईले क्लियर बुझिसक्नु भयो होला। अब ट्रान्सपोर्टेसन सिस्टम एनालाइसिस भनेको के हो त भन्नुको अर्थ त्यही ट्रान्सपोर्टेसन सिस्टमको चाहिँ के गर्ने, अध्ययन गर्ने के, अध्ययन गर्ने अथवा त्यसलाई के भन्न सकिन्छ भन्दाखेरि तपाईले स्टडी गर्ने हैन। अब स्टडी गर्ने अथवा त्यसलाई कसरी बुझ्न सकिन्छ भन्दाखेरि अब हाम्रो ट्रान्सपोर्टेसन सिस्टममा के हुन्छ भन्दाखेरि कुनै पनि अब कति मानिसहरु चाहिँ एक ठाउँबाट अर्को ठाउँमा चाहिँ यात्रा गरिरहेका छन् त हैन भन्ने कुरोको चाहिँ बुझ्नु। अर्को भनेको चाहिँ के भन्न सकिन्छ, अब हामीले चाहिँ जुन हामीले भनिहाल्यौं फ्लो ट्रान्सपोर्टेसन सिस्टममा चाहिँ हामीले फिक्स्ड फ्यासिलिटिजहरु जुन प्रोभाइड गर्छौं नि हैन, त्यो फिक्स्ड फ्यासिलिटिजहरु चाहिँ कतिको चाहिँ जुन चाहिँ अब हामीले सडकहरु भयो हैन, हाम्रो रेलहरु भयो, हाइवेहरु भयो, जुन चाहिँ हामीले प्रोभाइड गरेका छौं नि हैन, त्यो चाहिँ अब पर्याप्त छ कि छैन त हैन भन्ने कुरो हेर्नु नै के हो त के ट्रान्सपोर्टेसन सिस्टम एनालाइसिस हो हैन। अब हामीले चाहिँ ट्रान्सपोर्टेसन सिस्टम भित्र चाहिँ के कस्ता समस्याहरु छन् त त्यो कुराहरु चाहिँ के गर्ने भन्दाखेरि अध्ययन गर्ने र त्यो समस्याहरुलाई कसरी सुधार्न सकिन्छ त भन्ने कुरोको चाहिँ को लागि योजना बनाउने कार्य नै के हो त ट्रान्सपोर्टेसन सिस्टम एनालाइसिस हो भनेर बुझ्न सक्नुहुनेछ सरल भाषामा है। अब यसको डेफिनेसनको कुरो गर्ने हो भने तपाईले एक्जाममा सोधिएको छ है, सोधिएको कुराहरु मैले ल्याएको छु, तपाईले हेर्न सक्नुहुन्छ। इट इज द प्रोसेस अफ स्टडीing एन्ड इभ्यालुएटिङ द ट्राभल डिमान्ड एन्ड ट्रान्सपोर्ट फ्यासिलिटिज टु प्लान एफिसिएन्ट, सेफ एन्ड सस्टेनेबल मुभमेन्ट अफ पिपल एन्ड गुड्स भनेकै कुरो हैन। के गर्ने भन्दाखेरि कुनै पनि अब मानौ कि हामीले कुनै ट्रान्सपोर्ट बनाउँदै छौं भने त्यसमा चाहिँ कतिको ट्राभल डिमान्ड रहेको छ त हैन। ट्राभलिङ डिमान्डलाई चाहिँ अब मानौ कि अब हाम्रो काठमाडौँ टु पोखरा नै भनौं है, काठमाडौँ टु पोखरा मानौ कि मान्छेको डिमान्ड एकदमै हाई छ रे हैन, जानु पर्यो, धेरैजना मान्छे गइराछन्, वर्षौ गइराछन् घुम्नको लागि भने त्यहाँ चाहिँ के चाहियो, ट्रान्सपोर्ट फ्यासिलिटिज त बेटर चाहियो नि त, त्यहाँको ट्रान्सपोर्ट फ्यासिलिटिज बेटर बनाउनु पर्यो नि त। अनि जुन ठाउँमा चाहिँ एकदमै कम डिमान्ड छ त्यहाँ चाहिँ ट्रान्सपोर्ट सुधारेर काम भयो त भएन नि त। त्यस्तो ठाउँमा चाहिँ हाम्रो चाहिँ के युज हुन्छ, ट्रान्सपोर्टेसन सिस्टम एनालाइसिस हुन्छ। हामीले एनालाइसिस गर्नुपर्ने हुन्छ हैन, कस्तो चाहिँ हाम्रो के गर्ने भन्दाखेरि कस्तो सिस्टम बनाउने त हैन, कसरी चाहिँ हामीले एनालाइसिस गर्ने,
कस्तो सिस्टम कस्तो ठाउँमा चाहिँ के को आवश्यकता छ, कस्तो ट्रान्सपोर्टेसन, त्यही भएर अध्ययन गर्ने काम होइन, विस्तृत रूपमा अध्ययन गर्ने इभ्यालुएसन गर्ने काम नै के हो त ट्रान्सपोर्टेसन सिस्टम एनालाइसिसको हो भनेर बुझ्न सक्नुहुनेछ। यति भएपछि त तपाईँले चाहिँ एकदम क्लियर आफ्नै भाषामा लेख्न सक्नुहुनेछ एक्जाममा भन्ने चाहिँ मलाई लाग्छ है। अब नेक्स्ट रहेको छ स्टेप्स इन ट्रान्सपोर्टेसन सिस्टम एनालाइसिस। यो पनि धेरैचोटि सोधिएको छ। ट्रान्सपोर्टेसन सिस्टम एनालाइसिस त भन्यौँ हामीले, तर यो गर्ने चाहिँ स्टेप्सहरू के हुन् त होइन भन्ने कुरो चाहिँ रहेको छ। अब स्टेप्स भनेर भन्नुपर्दा अब स्टेप्सलाई त मैले तपाईँलाई चाहिँ एक्जाम्पलको रूपमा बुझाउँछु। डिफाइन्ड गोल्स एन्ड अब्जेक्टिभ। सबैभन्दा पहिलो भनेको कुनै पनि गोल्स र अब्जेक्टिभ। हाम्रो गोल्स के हो, हामीले चाहिँ यो एनालाइसिस गर्नुमा चाहिँ हाम्रो चाहिँ हामीले गर्न खोजेको प्लानिङ गर्नु चाहिँ किन आवश्यक रहेको छ, किन हामीले चाहिँ सुरुमै डिसाइडिङ गर्ने, हामीले प्लानिङ गर्नुको उद्देश्य के हो त फिक्स गर्ने होइन। एक्जाम्पलको रूपमा बुझ्नुपर्दा मानौ कि हाम्रो गोल चाहिँ के छ भन्दाखेरि काठमाडौँ सिटीमा चाहिँ ट्राफिक जाम अथवा कन्जेसन होइन, ट्राफिक हाम्रो ट्रान्सपोर्टेसन प्लानिङको भाषामा भन्नुपर्दा ट्राफिक कन्जेसन भनिन्छ, त्यसलाई चाहिँ रिड्युस गर्नुपर्ने छ काठमाडौँ सिटीमा। अब मैले स्टेप्स भन्न गइरहेको छु है, तपाईँले चाहिँ यसरी सम्झिनु होला होइन, एक्जाम्पलको रूपमा सम्झ्यो भने ठ्याक्कै लेख्न सक्नुहुन्छ। स्टेप्स इन ट्रान्सपोर्टेसन सिस्टम एनालाइसिस भनेको छ सबैभन्दा पहिलो भनेको हाम्रो गोल्स हुनुपर्छ, गोल्स र अब्जेक्टिभ हाम्रो क्लियर हुनुपर्छ। भन्नुको अर्थ हामीले मानौ एउटा गोल राख्यौँ हाम्रो काठमाडौँ सिटीभरिमा ट्राफिक जाम चाहिँ रिड्युस गर्नुपर्ने छ। अब त्यसको लागि अब अर्को स्टेप के गर्नुपर्छ, अब रिड्युस त गर्ने हामीले गोल रहेको छ, त्यो गोललाई अब एचिभ गर्नको लागि के गर्नु पर्यो, हामीले डाटा कलेक्सन गर्नु पर्यो। दोस्रो स्टेपमा डाटा कलेक्सनमा के पर्न जान्छ भन्दाखेरि हामीले काठमाडौँ भ्यालीमा भएको होइन विभिन्न जङ्सनहरू मेन जङ्सनहरूमा गएर के गर्नु पर्यो, भेहिकल्सहरू काउन्ट गर्नु पर्यो। अर्को के हो भन्दाखेरि चाहिँ हाउस होल्ड ट्रिप कतिको चाहिँ ट्रिपहरू हुने गर्दछन्, सर्वेहरू होइन विभिन्न खालको चाहिँ ट्रिप सर्वेहरू गर्नु पर्यो, जुन चाहिँ हामीले च्याप्टर 3 मा पनि पढेर आइसकेका छौँ है। टाइप्स अफ सर्वे भनेर त्यो सर्वेहरू गर्नु पर्यो ताकि हामीले चाहिँ हाम्रो कन्सर्न भनेको के हो, जाम रिड्युस गर्ने। त्यो जाम रिड्युस गर्नलाई सुरुमा पहिलो स्टेप त त्यो भइहाल्यो। अब त्यसको लागि चाहिँ डाटा कलेक्ट गर्नु पर्यो। डाटा कलेक्ट गर्नु भनेको काउन्टिङ द भेहिकल्स एट मेन जङ्सन। डाटा कलेक्ट गर्यो हामीले। अब डाटा कलेक्ट गरिसकेपछि तेस्रो स्टेप भनेको एनालाइज द एक्जिस्टिङ कन्डिसन होइन। अब एनालाइज गर्नु पर्यो, यानि कि त्यो डाटाबाट हामीले के एनालाइज गर्नु पर्यो भन्दाखेरि अहिलेको कन्डिसन कस्तो रहेको छ त। मानौ कि एक्जाम्पलको रूपमा यदि त्यो डाटाहरू हामीले कलेक्ट जुन गऱ्यौँ त्यो डाटाबाट चाहिँ के एनालाइज गर्न सकियो भन्दाखेरि चाहिँ हाम्रो रिङ रोड चाहिँ एकदमै ओभरलोडेड हुन्छ अरे पिक आवरमा भनेर चाहिँ हामीले एनालाइज गर्यो अरे मानौ है। मानौ कि अब हामीले चाहिँ डाटाहरू कलेक्ट गऱ्यौँ यी जङ्सनमा, त्यो डाटालाई एनालाइज गर्दाखेरि अहिलेको करेन्ट सिनारियोमा हेर्दाखेरि हाम्रो रिङ रोड चाहिँ के हुन्छ, पिक आवरमा चाहिँ एकदमै बढी जाम हुने जस्तो हामीले देख्यौँ रे होइन। यो भनेको तेस्रो स्टेप भयो, एनालाइज द एक्जिस्टिङ कन्डिसन। त्यसपछि अर्को छ फरकास्ट द फ्युचर डिमान्ड भनेर भन्छ। भन्नुको अर्थ अब हामीले एक्जिस्टिङ कन्डिसन त देख्यौँ, रिङ रोड त एकदमै जाम हुने रहेछ भनेर त हेऱ्यौँ। त्यसपछि अब चौथो रिङ रोड जाम हुने भन्ने थाहा पायौँ। अब हामीले त्यही डाटाहरूलाई चाहिँ हेरेर हामीले फरकास्ट गर्छौँ फ्युचरमा के होला त। फ्युचरमा त झन् अहिले त यत्रो जाम छ भने फ्युचरमा त झन् के हुन्छ आफ्टर 10 इयर्स भनेर हामीले के एनालाइज गर्यौँ भन्दाखेरि त हाम्रो भेहिकल नम्बर त झन् अझै डबल भएर जान्छ नि के भनेर चाहिँ हामीले एनालाइज गर्यौँ नि। फ्युचर फरकास्ट कसरी गर्ने भन्ने कुरा हामीले च्याप्टर 3 का न्युमेरिकलहरूमा पनि गरिसकेका छौँ। विभिन्न मेथडहरूले चाहिँ हामीले फरकास्ट गरिन्छ होइन। त्यहाँबाट चाहिँ हामीले यो आइडेन्टिफाई गर्यौँ, यानि कि हाम्रो 4वटा स्टेप भयो। पहिलो गोल सेट गर्यौँ काठमाडौँमा जाम रिड्युस गर्ने। त्यसपछि अर्को डाटा कलेक्सन गर्ने विभिन्न जङ्सनहरूमा। त्यसपछि हामीले एक्जिस्टिङ कन्डिसन हेर्दाखेरि के थाहा पायौँ भन्दाखेरि चाहिँ हाम्रो रिङ रोडमा चाहिँ बढी ओभरलोड हुने रहेछ पिक आवर्समा। अनि त्यसपछि चौथो स्टेपमा के गर्यो, फरकास्ट फ्युचर डिमान्ड, यानि कि फ्युचरमा चाहिँ अब के हुनसक्छ हाम्रो 10 गुणा चाहिँ पपुलेसन बढेर जान सक्छ होइन। के हुन्छ पपुलेसन भन्दाखेरि पनि भेहिकल बढेर जान सक्छ भन्ने कुरा हाम्रो फरकास्ट भयो। अब चाहिँ हाम्रो अब 5औं स्टेपमा चाहिँ के गर्नुपर्ने हुन्छ, डेभलप द अल्टरनेटिभ्स भनेर रहेको छ। डेभलप द अल्टरनेटिभ्स भनेर भन्छ। भन्नुको अर्थ अब यो हामीले प्रब्लम त देख्यौँ, अब त्यसको लागि चाहिँ अल्टरनेटिभ के हुनसक्छ त होइन भनेर चाहिँ अब यसको चाहिँ उपायहरू के हुनसक्छ भनेर डेभलप गर्नु 5औं स्टेपमा। अब त्यसमा अल्टरनेटिभ के हुनसक्छ त भन्दाखेरि अब हाम्रो के हुनसक्छ भन्दाखेरि हामीले के भन्यौँ, रिङ रोड जाम हुने गर्दछ। अब त्यसपछि 10 वर्षपछि झन् भेहिकल डबल हुन्छ भनेपछि यसमा अल्टरनेटिभ के गर्न सकिन्छ, के अपनाउन सकिन्छ त। हामीले भनिहाल्यौँ ट्रान्सपोर्टेसन सिस्टम एनालाइसिस भनेको प्लानिङ हो क्या, सिम्पली प्लानिङ गर्नु हो क्या है। अब त्यो प्लानिङ कसरी गर्न सकिन्छ, के अल्टरनेटिभ्सहरू हुन्थ्यो। अब पहिलो अल्टरनेटिभ के हामीले फ्लाइओभर बनाउने हो कि रिङ रोडमा होइन, त्यसले पनि केही सल्भ गर्छ कि, पहिलो अल्टरनेटिभ त्यो भयो। अर्को छ इम्प्रुभिङ द बस सर्भिसेस, बस सर्भिसहरू इम्प्रुभ गर्ने। अब यो भन्नाले के बुझ्न सकिन्छ भन्दाखेरि
मानौ कि अब बसहरू नै हामीले के गरिदिने भनेको एकदम टाइम टु टाइम मान्छेलाई चाहिँ वेटै गर्नु नपरोस् हिसाबले चाहिँ बसहरूको चाहिँ रुटहरू चाहिँ फिक्स गरिदिने हो, टाइमहरू फिक्स गरिदिने हो भने मान्छेहरूले के गर्छ भन्दाखेरि हामी पब्लिकै भेहिकल चढाउँ न, किन प्राइभेट चढ्नु पऱ्यो होइन, टाइममा भइहाल्छ आइहाल्छ गाडीहरू भनेर मान्छेको मानसिकता चेन्ज हुन्छ, जसले गर्दाखेरि चाहिँ प्राइभेट भेहिकल्सको पर्चेस पनि कम हुने भयो, जसले गर्दाखेरि के हुन्छ भन्दाखेरि हामीले इजी वेमा चाहिँ ट्राफिकलाई चाहिँ के हुन्छ कन्ट्रोल गर्न सकिन्छ भन्ने कुरो चाहिँ तपाईँले चाहिँ यो इम्प्रुभिङ बस सर्भिसेस यो अल्टरनेटिभ्सको रूपमा पनि लिन सकिन्छ। त्यसै गरी अर्को अल्टरनेटिभ के हुनसक्छ, वाइडनिङ अफ द रोड, कि रिङ रोडको रोडलाई नै वाइडनिङ गरिदिने हो कि होइन, यो तीनटा अल्टरनेटिभ्स अहिलेको लागि मैले एक्जाम्पल मात्र तपाईँलाई दिएको, यो तीनटा अल्टरनेटिभ्स हुनसक्छ। त्यसमा यहाँदेखि पाँचौँ स्टेपमा के गर्छौँ, डेभलप द अल्टरनेटिभ्सलाई डेभलप गर्ने। त्यसपछि अर्को रहेको छ इभ्यालुएट द अल्टरनेटिभ्स भनेर भनेको छ। अब इभ्यालुएट द अल्टरनेटिभ्स भनेको हामीले जुन तीनटा अल्टरनेटिभ्स भन्यो नि होइन, तीनटा अल्टरनेटिभ्सहरूलाई चाहिँ अब कम्पेयर गर्ने के अन द बेसिस अफ कस्टको आधारमा, बेनिफिटको आधारमा र इन्भाइरोमेन्टल र सोसल इम्प्याक्टको आधारमा चाहिँ हामीले कम्पेयर गरेर हेर्ने कुन चाहिँ हाम्रो अल्टरनेटिभ लिँदाखेरि चाहिँ हामीले चाहिँ सुइटेबल हुन्छ त होइन भन्ने कुरो चाहिँ हामीले कम्पेयर गर्ने काम चाहिँ हाम्रो 6 मा पर्छ, जुन चाहिँ इभ्यालुएट द अल्टरनेटिभ्स। मानौ एक्जाम्पलको रूपमा मानौ कि हाम्रो बस सर्भिस चाहिँ हामीले चाहिँ के आइडेन्टिफाई गर्यौँ भन्दाखेरि बस सर्भिस चाहिँ चिपर होला, अरूभन्दा इको फ्रेन्डली पनि होला होइन, किनकि अब अरू फ्लाइओभरहरू चाहिँ हामीले चाहिँ यदि प्रिफर गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि कस्ट बढी पर्न जान्छ होइन, अब इन्भाइरोमेन्टलाई पनि अब डिग्रेड हुने कामहरू हुने भयो वाइडनिङहरू रोडहरू गर्दाखेरि। त्यही भएर चाहिँ हामीले चाहिँ अब मानौ कि एक्जाम्पलको रूपमा बस सर्भिस चाहिँ एकदम सुइटेबल हुन्छ भनेर हामीले इभ्यालुएट गऱ्यौँ, ल यो चाहिँ ठिक होला, यो अल्टरनेटिभ ठिक होला भनेर चाहिँ हामीले इभ्यालुएसन गऱ्यौँ तीनटालाई कम्पेयर गरेर। त्यसपछि इभ्यालुएसन इज भन्ने बित्तिकै के हो, इभ्यालुएसन इज कम्पेयरिङ क्या बिट्विन द डिफ्रेन्ट अल्टरनेटिभ्सहरू बिचमा चाहिँ कम्पेयर गर्नु नै के हो त इभ्यालुएटिङ हो भनेर चाहिँ बुझ्नु पर्यो। त्यसपछि छ सेलेक्ट द बेस्ट अल्टरनेटिभ। सेलेक्ट द बेस्ट अल्टरनेटिभ्स भन्नाले के बुझ्न सकिन्छ भन्दाखेरि अब हामीले इभ्यालुएट त गरिसक्यो, ल यो राम्रो रहेछ भनेर भन्यौँ, अब हामीले चाहिँ के गर्यौँ यो 7औं स्टेपमा बेस्ट अल्टरनेटिभ सेलेक्ट गर्यौँ। भन्नुको अर्थ के त मैले बस सर्भिसलाई चाहिँ एउटा बेस्ट अल्टरनेटिभ भनेर चाहिँ सेलेक्ट गरेँ, किनकि यो चिपर छ, सस्टेनेबल छ, बेनिफिट डिफ्रेन्ट पिपलहरूलाई चाहिँ मोर पिपलहरूलाई चाहिँ यसले बेनिफिट दिन्छ भन्ने कुरो चाहिँ मैले सेलेक्ट गरेँ बेस्ट अल्टरनेटिभ। ओके, त्यसपछि अर्को छ अब हाम्रो लास्ट स्टेप भनेको इम्प्लिमेन्टेसन एन्ड मोनिटरिङ भनेर भनेको छ, यानि कि अब हामीले त सेलेक्ट त गरिसक्यौँ, ल हामीले बस सर्भिस अब के गर्ने भन्दाखेरि रिङ रोडको ट्राफिक जामलाई चाहिँ सल्भ गर्नको लागि अब हामीले बस सर्भिस इम्प्रुभ गर्नुपर्छ भनेर हामीले आइडेन्टिफाई पनि गरिसक्यौँ, बेस्ट अल्टरनेटिभ चुज पनि गरिसक्यौँ। गरिसकेपछि अब इम्प्लिमेन्टेसन र मोनिटरिङको कुरो आउँछ। इम्प्लिमेन्टेसनमा हामीले सिम्पली त्यसलाई एप्लाई गर्ने हो, त्यो प्लानलाई चाहिँ हामीले एप्लाई गर्ने हो कि लन्च अब न्यू बस रुटहरू चाहिँ लन्च गरिदिने एक्जाम्पलको रूपमा भन्ने हो भने होइन। अनि त्यसपछि मोनिटरिङ भन्नाले अब त्यो लन्च गरिदिने, लन्च गरिसकेपछि अब के गर्ने भने बेला बेलामा चाहिँ मोनिटरिङ गर्ने कि हामीले चाहिँ यो सेलेक्ट गरेको अल्टरनेटिभले चाहिँ कन्जेसन कुनै रिड्युस गरेको छ त, कन्जेसन यानि कि हाम्रो जाम के भन्छ रिङ रोडमा चाहिँ रिड्युस गरेको छ कि छैन भनेर चाहिँ बेला बेलामा सर्वे गरिराख्ने भन्ने कुरो चाहिँ मोनिटरिङमा पर्छ है। यसरी चाहिँ तपाईँले चाहिँ इजी वेमा 8वटा स्टेप रहेको छ होइन, तपाईँले घोक्नु नि पर्दैन, यो त तपाईँले इक्जाम्पल मात्र सम्झेर जानुभयो भने यही रिङ रोडको इक्जाम्पल सम्झेर गए पनि पुग्छ क्या है। यो तपाईँले सम्झेर जानुभयो भने यो इजी वेमा यसबाट 8 मार्क्समा सोधिने गरिन्छ है। तपाईँले यो इजी वेमा लेखेर इक्जाम्पल लेखिदिनु भने तपाईँको 8 मा 8 चाहिँ कसैले पनि रोक्दैन होला होइन, 8 त नभनौँ 6 सम्म त देला है। ल यो चाहिँ रह्यो हाम्रो स्टेप्स इन ट्रान्सपोर्टेसन सिस्टम एनालाइसिस। अब यति भइसकेपछि अब अर्को काम रहेको छ हाम्रो जेनेरेसन अफ अल्टरनेटिभ्स। अब अर्को टपिक रहेको छ जेनेरेसन अफ अल्टरनेटिभ्स। भन्नुको अर्थ के त भन्दाखेरि चाहिँ अल्टरनेटिभ्स जेनेरेसन। अब जेनेरेसन भनेको विभिन्न विकल्पहरू चाहिँ जेनेरेट गर्नु के ट्रान्सपोर्ट सोल्युसनको लागि होइन। डिफ्रेन्ट ट्रान्सपोर्टेसन प्रब्लम हुन्छ, त्यो ट्रान्सपोर्ट प्रब्लमको लागि डिफ्रेन्ट सोल्युसनहरू जेनेरेट गर्ने काम नै के हो, जेनेरेसन अफ अल्टरनेटिभ्स हो। जसमा चाहिँ के हुनसक्छ भन्दाखेरि डिफ्रेन्ट सोल्युसनमा डिफ्रेन्ट डिजाइन युज भएको हुनसक्छ, डिफ्रेन्ट टेक्नोलोजी युज भएको हुनसक्छ, डिफ्रेन्ट लोकेसन युज भएको हुनसक्छ होइन। डिफ्रेन्ट नेटवर्क लेआउट हुन्छ, भेहिकल पोलिसिजहरू चाहिँ युज भएको हुनसक्छ। त्यसमध्ये पनि अब बेस्ट सेलेक्ट गर्नु नै के हो त, आफ्टर इभ्यालुएसन पछिको चाहिँ बेस्ट सेलेक्ट गर्न सक्नु अप्सन नै के हो त, जेनेरेसन अफ अल्टरनेटिभ्स हो भनेर बुझ्न सक्नुपर्ने हुन्छ। अब यति भइसकेपछि अब तपाईँहरूको के रहेको छ भन्दाखेरि मोस्ट इम्पोर्टेन्ट क्वेसन तपाईँको प्रिन्सिपल फर डेभलपिङ अ सेट अफ अल्टरनेटिभ्स। यो धेरैचोटि सोधिएको प्रश्न पनि हो, तपाईँले चाहिँ पास्ट क्वेसनमा गएर हेर्न सक्नुहुनेछ। अब प्रिन्सिपल्स के रहेको छ अल्टरनेटिभ्स
जेनेरेट गर्ने विभिन्न प्यारामिटरहरू के हेर्नुपर्छ त हामीले एउटा सेट अफ अल्टरनेटिभ भन्ने बित्तिकै के भन्ने उपाय भनेर बुझिहाल्यौँ होइन हामीले विभिन्न के भन्छ विकल्पहरू चाहिँ जेनेरेट गर्नको लागि चाहिँ हामीले चाहिँ के कस्ता चाहिँ प्यारामिटरहरूमा हेर्नुपर्छ त भन्ने कुरो रहेको छ प्रिन्सिपल फर डेभलपिङ अ सेट अफ अल्टरनेटिभ्समा भनेर बुझ्न सकिन्छ। यसलाई बुझ्नको लागि होइन सिम्पल भाषामा आफैले लेख्न सकोस् हिसाबमा चाहिँ मैले तपाईँलाई चाहिँ बुझाउन गइरहेको छु। सबैभन्दा पहिलो पोइन्ट रहेको छ अल्टरनेटिभ सुड ह्याभ क्लियर डिजाइन कन्सेप्ट एन्ड डिफाइन्ड स्कोप भनेर भन्छ। अब यो पोइन्टलाई बुझ्नको लागि हेरौँ है, अल्टरनेटिभ सुड ह्याभ क्लियर डिजाइन कन्सेप्ट होइन, त्यो अल्टरनेटिभ हामीले जुन सेलेक्ट हुन्छ त्यसमा क्लियर डिजाइन कन्सेप्ट हुनुपर्छ र डिफाइन्ड स्कोप हुनुहुन्छ। भन्नुको अर्थ के भन्नुको अर्थ मानौँ यो ए पोइन्ट छ यो बी पोइन्ट छ होइन, यो ए र बी पोइन्ट बिचमा चाहिँ हामीले के गर्नुपर्ने छ भन्दाखेरि चाहिँ बाटो बनाउनु पर्ने छ। यो ए र बी पोइन्टमा चाहिँ बाटो यसरी पनि सिधा पनि जाने भयो, यसरी घुमेर पनि जाने भयो, यो यसरी पनि जाने भयो। यहाँदेखि एदेखि बी पोइन्टमा पुग्नको लागि हामीसँग कतिवटा अल्टरनेटिभ भयो त? 3वटा अल्टरनेटिभ भयो। अब 3वटा अल्टरनेटिभ मध्ये पनि होइन अब हामीले यस्तो खालको अल्टरनेटिभ सेलेक्ट गर्नु पर्यो जसले चाहिँ हाम्रो चाहिँ फाइनेन्सियली पनि बेनिफिट होस् होइन, हाम्रो सरकारलाई हाम्रो देशलाई चाहिँ फाइनेन्सियली बेनिफिट होस्। हामीले यहाँबाट रोड बनाउने कि यहाँबाट बनाउने कि यो अल्टरनेटिभ फलो गर्ने कि यो रुट फलो गर्ने भन्ने कुरो चाहिँ त्यसमा ध्यान दिनु पर्यो र यो पनि विचार गर्नु पर्यो कुन चाहिँ रुट हामीले चाहिँ फलो गर्दाखेरि चाहिँ विशेष गरी चाहिँ धेरै घरहरूलाई चाहिँ हामीले के गर्न सक्छौँ सर्भ गर्न सक्छौँ इजिली होइन। यहाँबाट चाहिँ यो अल्टरनेटिभ सेलेक्ट गर्दाखेरि चाहिँ बढीभन्दा बढी घरहरूलाई चाहिँ फाइदा हुन्छन् होइन, बढीभन्दा बढी के हुन्छ व्यवसायहरूलाई फाइदा हुन्छ भन्ने कुरो चाहिँ सोच्नु नै के हो त के हो भन्नुपर्दा चाहिँ डिफाइन्ड स्कोप हुनु पर्यो र डिजाइन कन्सेप्ट यो क्लियर डिजाइन कन्सेप्ट हुनु पर्यो भन्ने कुरो नै यो पोइन्टले चाहिँ यसले चाहिँ डेमोन्स्ट्रेट गर्छ भन्ने कुरो तपाईँले बुझ्न सक्नुहुन्छ। पहिलो पोइन्टले भन्न खोजेको के हो अल्टरनेटिभ शुड ह्याभ क्लियर डिजाइन कन्सेप्ट एन्ड डिफाइन्ड स्कोप, यानि कि सबैलाई बेनिफिट गर्ने खालको हुनु पर्यो होइन। यसले चाहिँ के गर्नु पर्यो भन्दाखेरि धेरैभन्दा धेरै घरलाई चाहिँ सर्भ गर्नु पर्यो भन्ने कुरो चाहिँ के हुन्छ अल्टरनेटिभ शुड ह्याभ द क्लियर डिजाइन कन्सेप्ट एन्ड डिफाइन्ड स्कोपभित्र पर्ने भयो। अर्को रहेको छ अल्टरनेटिभ शुड डाइरेक्टली म्याच द स्टेटेड प्रब्लम एन्ड अब्जेक्टिभ सो द्याट इच अप्सन इज रिलिभेन्ट एन्ड हेल्प्स टु सल्भ द इस्यु भनेर भनेको छ। जुन हामीले अल्टरनेटिभ सेलेक्ट गर्दैछौँ त्यो अल्टरनेटिभले के गर्नु पर्यो भन्दाखेरि हाम्रो समाजमा भएको प्रब्लमलाई सल्भ गर्नु पर्यो। जस्तै कि अब मानौँ हामीले यहाँ रोड बनाउनु खोजेका छौँ ए र बी, के कारणले भन्दाखेरि अब यहाँ पक्कै पनि हाम्रो केही न केही फेसिलिटिजहरू यहाँ चाहिँ इन्हान्स भएको होला, यहाँ चाहिँ ट्रान्सपोर्ट हामीलाई चाहिँ चाहिएको रोड चाहिएको भएर चाहिँ हामीले अब हामीले यहाँ बनाएको रोडले यदि हामीले जुन अल्टरनेटिभ सेलेक्ट गर्यो त्यो अल्टरनेटिभले हामीले खोजेको गोल र प्रब्लम र अब्जेक्टिभलाई नै सल्भ गर्न सकेन भने त्यो अल्टरनेटिभ कुनै पनि कामको हुँदैन। त्यही भएर चाहिँ त्यो हामीले सेलेक्ट गरेको अल्टरनेटिभले के गर्नुपर्छ भन्दाखेरि चाहिँ स्टेटेड प्रब्लम र अब्जेक्टिभलाई चाहिँ के गर्नुपर्ने हुन्छ भन्दाखेरि चाहिँ डाइरेक्टली के गर्नुपर्ने हुन्छ म्याच गर्नुपर्ने हुन्छ भन्ने कुरो चाहिँ हामीले चाहिँ यो पोइन्टमा चाहिँ हामीले लेख्न सक्छौँ है। अब अर्को छ अल्टरनेटिभ शुड बी डेभलप्ड थ्रु अ प्रोसेस अफ कन्सिडर अल रिजनेबल अप्सन भनेर भन्छ होइन। अब हामीले के विचार गर्नुपर्छ भन्दाखेरि अरू अब हामीले मानौँ कि अब एदेखि बी बनाउनको लागि मैले यो बाटो त रोजेँ होइन, यो अप्सन त रोजेँ, अरू पनि हेर्नुपर्ने हुन्छ कि हामीले चाहिँ अब अलाइनमेन्टहरूको पनि कुरा हुन्छ, कुन चाहिँ कताबाट चाहिँ बेस्ट लग्दाखेरि चाहिँ अलाइनमेन्ट ठिक होला, यसरी लग्ने कि यसरी लग्ने कि यसरी लग्ने कसरी चाहिँ अलाइनमेन्ट लगाउने त्यो कुरा पनि अरू अप्सन्सहरू पनि हेर्नुपर्छ अरे भनेर चाहिँ भनेको छ। अल्टरनेटिभ शुड बी डेभलप यसरी डेभलप गर्नु पर्यो ताकि कन्सिडरिङ अल द रिजनेबल अप्सन्स अरू रिजनेबल अप्सन्स पनि इजिली चाहिँ कन्सिडर गर्न सकोस् भन्ने हिसाबमा चाहिँ हाम्रो अल्टरनेटिभ सेलेक्ट गर्नुपर्छ अरे। अब अर्को रहेको छ चौथो पोइन्टमा प्रोज एन्ड कन्स अफ इच अल्टरनेटिभ हेज टु बी डेभलप फर फ्युचर ट्रेड अफ विच इन्क्लुड्स कस्ट इम्प्याक्ट एन्ड बेनिफिट भनेर भन्छ। अब यसमा के भन्न सकिन्छ प्रोज र कन्स भनेको सबै अल्टरनेटिभको आफ्नै राम्रो पक्ष र नराम्रो पक्ष हुने गर्दछन् होइन। त्यही भएर अब प्रोज एन्ड कन्स अफ इच अल्टरनेटिभ चाहिँ हामीले चाहिँ हेर्नुपर्ने हुन्छ, राम्रो पक्ष पनि हेर्नुपर्छ नराम्रो पक्ष पनि हेर्नुपर्छ। यसको इम्प्याक्ट फ्युचर ट्रेड अफ भनेर चाहिँ हामीले के भन्न सक्छौँ भन्दाखेरि यसको चाहिँ इम्प्याक्ट चाहिँ हाम्रो चाहिँ के हुन्छ, यी विकल्पहरूका के भन्छ चयन गर्दाखेरि चाहिँ हाम्रो भविष्यमा के कस्तो लाभ र नोक्सानी हुनेछन् त भन्ने कुराहरू पनि सोच्नुपर्ने हुन्छ भन्ने कुरा फ्युचर ट्रेड अफ भित्र चाहिँ पर्ने गर्दछ। यसको इम्प्याक्ट कस्तो हुन्छ होइन, फ्युचरमा यो अल्टरनेटिभ हामीले सेलेक्ट गर्दाखेरि कस्तो इम्प्याक्ट पर्छ त भन्ने कुरो पनि हामीले चाहिँ यो हेर्नुपर्छ भनेर चाहिँ यो चौथो पोइन्टमा चाहिँ हामीले लेख्नुपर्ने हुन्छ। अर्को छ अल्टरनेटिभ शुड बी स्ट्रक्चर्ड टु प्रोभाइड रेन्ज अफ अप्सन टु डिसिजन मेकर भनेर भन्छ। अब हामीले अल्टरनेटिभ त सेलेक्ट गर्यो ल अब यसलाई इम्प्लिमेन्टेसन गरिदिउँ भनेर चाहिँ कहिले पनि जानु हुँदैन। अल्टरनेटिभलाई
के गर्नुपर्ने हुन्छ अब भेरियस अल्टरनेटिभ सेलेक्ट गरेका छौँ भने त्यो अल्टरनेटिभ्सका भेरियस रेन्ज अफ अप्सन्सहरूलाई चाहिँ के गर्नुपर्ने हुन्छ डिसिजन मेकर्स भन्नुको अर्थ हाम्रो एक्सपर्ट्सहरू हुन्छन् जसले चाहिँ प्र्याक्टिकल प्रब्लमहरू सल्भ गरेका हुन्छन् होइन ती प्रब्लम्सहरू सल्भ गरेका एक्सपर्ट हाम्रो विभिन्न हुन सक्छन् होइन विभिन्न समूहका हुन सक्छन् ती समूहका एक्सपर्टहरूलाई चाहिँ हामीले के गर्नुपर्ने हुन्छ हाम्रा अल्टरनेटिभ्सहरू कुन चाहिँ बेस्ट छन् के कस्ता कमी कमजोरी छन् भन्ने कुरो चाहिँ त्यो डिसिजन मेकर्सहरूलाई पनि देखाउनु पर्ने हुन्छ भनेर चाहिँ भनेको छ। अब अर्को पोइन्टले के भन्छ भन्दाखेरि अल्टरनेटिभ सुड बी एज कम्पिटेटिभ एज पोसिबल द्याट इज इच अप्सन मस्ट बी प्र्याक्टिकल भन्नुको अर्थ के भन्न सकिन्छ भन्दाखेरि चाहिँ अल्टरनेटिभ यस्तो हुनु पर्यो जुन चाहिँ के हुनुपर्छ भन्दाखेरि कम्पिटेटिभ हुनु पर्यो आफैमा कम्पिटेटिभ हुनु एउटा अल्टरनेटिभ आफैमा कम्पिटेटिभ हुनु पर्यो प्र्याक्टिकल हुनु पर्यो होइन फिल्डमा एप्लिकेबलै गर्न सकिँदैन भने त्यस्तो अल्टरनेटिभ चुज गरेर पनि काम छैन। जस्तै रोडै बनाउनु पर्यो अब यो मानौँ कि अब रोड पनि अब अर्कै हिसाबले बनाउने जुन चाहिँ प्र्याक्टिकलै पोसिबलै छैन भने त्यस्तो अल्टरनेटिभ सेलेक्ट गरेर पनि भएन। अनि जुन अल्टरनेटिभ सेलेक्ट गरेको त्यो आफैमा प्र्याक्टिकल हुनुपर्छ फिजिबल हुनुपर्छ क्यापेबल हुनुपर्छ होइन बेस्ट सोल्युसन हुनुपर्छ भन्ने हिसाबमा चाहिँ हामीले लेख्नुपर्ने हुन्छ। त्यसै गरी अर्को रहेको छ अल्टरनेटिभ सुड बी आइडेन्टिफाइड एन्ड डिफाइन्ड इन एन ओपन वेल डकुमेन्टेड प्रोसेस भनेर भनेको छ। अल्टरनेटिभ चाहिँ यसरी चाहिँ आइडेन्टिफाई गर्नुपर्छ र रिफाइन गर्नुपर्छ ताकि चाहिँ के भनेको छ भन्दाखेरि ओपन एन्ड वेल डकुमेन्टेड प्रोसेस भनेको अब हामीले अल्टरनेटिभ त जेनेरेट गऱ्यौँ होइन अब प्लानिङ अब ल यसरी गर्ने भनेर हाम्रो फिक्स पनि भयो। त्यो प्लानिङ गर्ने बित्तिकै हाम्रो त के हुन्छ ल आज हामीले प्लानिङहरू भोलिबाट हाम्रो रोड बन्छ भन्ने त छैन होइन पक्कै पनि त्यो ठाउँमा चाहिँ रोड बन्नको लागि त 2-3 वर्ष त लाग्ला। यदि त्यो कुरोलाई चाहिँ अब हामीले गरेको प्लानिङलाई चाहिँ यदि डकुमेन्टेड फर्ममा राखेको छैन भने त कसैले त त्यति त सम्झेर त बस्दैनन्। अब 2-3 वर्षपछि हामीले के सोचेको थियो भन्ने कुरो त धेरैलाई याद पनि हुँदैन त्यो लोकालिटीको पिपलहरू पनि थाहा हुँदैन। त्यही भएर के हुनुपर्छ भन्दाखेरि चाहिँ अल्टरनेटिभ जेनेरेट गरेको अल्टरनेटिभलाई चाहिँ एउटा डकुमेन्टेड सफ्ट कपी फर्ममा चाहिँ हामीले के गर्नुपर्ने हुन्छ राख्नुपर्ने हुन्छ जसले गर्दाखेरि हामीले चाहिएको बेला त्यो सफ्ट कपीलाई इजिली पल्टाउन सकौँ है। अनि पल्टाएर चाहिँ इजिली चाहिँ के हुन्छ चाहिएको कुरोहरू चाहिँ प्लानिङ चाहिँ लिएर चाहिँ इम्प्लिमेन्टेसन गर्न सकौँ भन्ने कुरो चाहिँ यो अल्टरनेटिभ्सको हामीले यो रहेको छ। तपाईँले चाहिँ हेर्न सक्नुहुन्छ यति कुरा चाहिँ तपाईँले 1 2 3 4 5 6 7वटा पोइन्ट चाहिँ मजाले लेखिदिनु होला। यो एकदमै सोधिएको प्रश्न पनि हो है। प्रिन्सिपल फर डेभलपमेन्ट बुझियो भने आफ्नै भाषामा लेख्न सकिन्छ है यही लेख्नुपर्छ भन्ने पनि छैन तर मैले चाहिँ तपाईँहरूले इजी वे होस् भनेर एकदमै सरल भाषामा लेखिदिएको छु होइन। तपाईँलाई चाहिँ पढ्न पनि एकदमै सजिलो हुन्छ होइन। तपाईँले चाहिँ अन्त्य कतै पढ्नुपर्ने झन्झट हुँदैन होइन। अनि अलमोस्ट सबै कभर भएको छ तपाईँ चाहिँ विचार गर्नलाई। यो भिडियोमा चाहिँ यति नै गरौँ। यसपछिको भिडियोमा चाहिँ हामीले इभ्यालुएसनको कुरा गर्नेछौँ र अरू यसको चाहिँ बेसिसहरू रहेका छन् हाम्रा अब विभिन्न मेजर इन्भेस्टमेन्ट स्ट्राटेजीहरू रहेको छ बेनिफिट कस्टहरू रहेको छ यसको कुरो गरेर चाहिँ हामीले च्याप्टर खोला पनि हिन्ट गर्नेछौँ। ल हस् त यो आशा छ आजको भिडियो तपाईँलाई मन पर्यो होला। यदि भिडियो मन परेको छ र भिडियोलाई अलिकति पनि हेल्पफुल भएको छ भने कृपया भिडियोलाई चाहिँ लाइक गरिदिनु होला र सब्सक्राइब गर्नको चाहिँ नभुल्नु होला नयाँ भिडियोको लागि। यस्तो भिडियो म फेरि पनि ल्याउने नै छु। तपाईँसँगको लागि चाहिँ स्टे ट्युन हस् त थ्याङ्क यू।